बजे आएको ठिकै भएछ। 7 बजे आइपुगेका थियौँ। कति छिटो आयो, 6:30 बजे बाटो लागेको 7 बजे आइपुगेछ आधी घन्टामा। अनि टोकन पनि लिनु पर्दो रहेछ नि त। टोकन लिएर चाहिँ हाम्रो चाहिँ 6 नम्बरमा परेको छ। टोकन लिएका छौँ। अब 6 नम्बर टोकन पर्खेर बसिरहेका छौँ साथीहरू है, नागरिकताको लागि। अनि जिल्ला प्रशासन यहाँको चाहिँ यस्तो छ दृश्यहरू साथीहरू है, राम्रो छ। यहाँको टोयलेट चाहिँ एकदम खत्तम रहेछ है। यहाँको स्टाफहरूको काम हो कि स्टाफले काम नगरेको हो कि स्टाफ नपुगेको हो कि है, सरकारले ध्यान नदिएको। टोयलेट चाहिँ सफा गर्नुपर्छ। तर भित्र रहेछ, बाहिरको चाहिँ त झन् भमिट भयो म त। अब तरबाट आइपुग्दाखेरि टाढो भयो नि त, सबले त मलाई गाह्रै पारेको थियो क्या। त्यस्तैमा भए पनि भमिट गर्दै भए पनि सुसु गर्नुपर्ने अवस्था साथी। जिल्ला प्रशासन कार्यालय सुनसरी यो आँप टिप्न चाहिँ सप्ताह के कहिले टिप्ने फेरि। यहाँको 10-12वटा फलेको रहेछ। अनि यो भवन एउटा माकुल तर राष्ट्रिय परिचय कार्ड नागरिकता अनि त्यो टोकन लिने ठाउँ। हामीले त टोकन लिइसक्यौँ, पालो पनि छिटो आएको छ है। जिल्ला प्रशासन कार्यालय सुनसरी स्वागतम। मान्छे खासै छैन, किनभने अब 8 बजे छैन है, छिटो आयो। हाम्रो पालो चाहिँ छिटो आउँछ। छिटो बन्यो भनेदेखि हामी चाहिँ राष्ट्रिय परिचय कार्ड पनि बनाइहालेर जाने भन्ने हिसाबले छिटो आएको छौँ साथीहरू है। पर्खेर मेरो छोरा चाहिँ उता बसिरहेको छ। छोरा चाहिँ त्यहाँ छ। हाम्रो टोकन खोल्ने भनेको चाहिँ 9 बजे मात्रै रहेछ कि 9 बजे रहेछ। अनि त्यो भएर म चाहिँ भिडियोहरू लिएर बसिरहेको छु साथीहरू है। स्थापना मिति भनेको हेरौँ है त साथीहरू कहिले रहेछ। जिल्ला प्रशासन कार्यालय स्थापना मिति 2028 साल, मभन्दा जेठो रहेछ। 2028 सालमा स्थापना भएको रहेछ साथीहरू। हुन्छ साथीहरू, अरू भिडियो म बनाउँदै गर्छु। हजुरहरूले यो भिडियोलाई हेरेर लाइक कमेन्ट गर्नुहोला है त साथीहरू। बाई बाई।